हेलो एभ्रिवान, फेरि मैले एउटा सानो भिडियो लिएर आएको छु। अनि यो भिडियो पानी सम्बन्धी रहेछ कि ओभरअल शरीरलाई हाइड्रेट गरेर हैन कतिको मात्रामा पानी पिउनु पर्छ अनि कस्तो खालको पानी पिउनु पर्छ भनेर यो एउटा सानो भिडियो मैले बनाएको छु। पानी चाहिँ पिउँदाखेरि त्यसको खासै यो क्वान्टिटीमा चाहिँ पिउनुपर्छ भन्ने कुरो छैन, तर पानी यति मात्रामा चाहिँ पिउनुपर्छ जुन मात्रा पिउँदाखेरि तपाईको पिसाब चाहिँ पानी जस्तै एकदम क्लियर आओस् हैन। पानी प्रशस्त मात्रामा खाएपछि के हुन्छ भने एउटा त ओभरअल इम्युनिटी हजुरको मेन्टेन भएर इम्युनिटी तगडा रहिरहन्छ। त्यसको अर्को फाइदा के छ भने हजुरको किडनी चाहिँ किडनीको ओभरअल हेल्थ चाहिँ एकदम राम्रो रहन्छ। तेस्रो अर्को पनि फाइदा के छ भने कि पानी प्रशस्त मात्रामा खायो भने तपाईको किडनीमा स्टोन बन्ने चान्स एकदम मिनिमम हुन्छ, नेग्लिजिबल जस्तै हुन्छ कि किडनीमा स्टोन चाहिँ बन्ने चान्स हुँदैन। अर्को अब यो त पानीको क्वान्टिटीको कुरा भयो कि प्रशस्त मात्रामा पानी पिउनु पर्छ है। अब अर्को कि कुन टेम्परेचरको पानी पिउनु पर्छ, धेरै तातो पिउनु पर्छ कि धेरै चिसो पिउनु पर्छ, त सबभन्दा बेस्ट भनेको त रुम टेम्परेचरमा भएको पानी पिएको चाहिँ धेरै राम्रो है। अब अर्को कुरो मैले के भन्न खोजेँ भने कि कुन बेला पानी खाएको बेस्ट। बिहान उठिसकेपछि हजुरले चाहिँ के गर्नुपर्छ भने बिहान कि 500 ml उठिसकेपछि पानी चाहिँ तपाई 500 ml जति पानी चाहिँ पिउनुस् है। त्यसपछि चाहिँ के छ भने कि अर्को कुरा कि नर्मली पानी पिउँदाखेरि 24 घण्टामा कति क्वान्टिटीमा पानी पिउनुपर्छ। त पानी पिउँदाखेरि एउटा कुरो चाहिँ याद राख्नुस् कि हजुरको पेटको क्यापेसिटी चाहिँ 800 ml जति छ। त्यही भएर पानी पिउँदाखेरि सकेसम्म प्रयास गर्नुस् कि 6 देखि 700 ml जति पानी एकपल्टमा पिउनुस्। त पानी खाइसकेपछि तपाईलाई पिसाब चाहिँ लाग्छ है। पिसाब लागिसकेपछि पिसाब चाहिँ नरोक्नु होला, पिसाब चाहिँ उतिखेरै गएर फेर्दिनु, फेरि पानी पिउनु, पिसाब फेर्दिनु है। यस्तो गर्नाले के हुन्छ भने तपाईको ओभरअल शरीरको फंक्सन हैन र तपाईको इम्युनिटी त्यसपछि किडनीको फंक्सन सबै एकदम राम्रो रहन्छ भन्ने बुझिन्छ है। यो एउटा सानो भिडियोसँगै मैले हजुरसँग अब फेरि नेक्स्ट भिडियोसम्म बिदा लिएँ है त। ल हस्, धन्यवाद।